विश्वकपको अन्तिम सङ्घारमा छौँ। भोलि फागुन 24 गते यसको चाहिँ फाइनल गेम हाम्रो आयोजक टिम एससी छाडा क्लब र राइजिङ स्टार फुटबल क्लब नवलपरासी बीच 2 बजे चाहिँ हामी कार्यक्रम सञ्चालन गर्नेछौँ भनेपछि 3 बजे हामी खेल चाहिँ सञ्चालन गर्नेछौँ। हाम्रो त्यो टाइम एकदम फिक्स टाइममा हाम्रो चाहिँ खेल 3 बजे सुरु हुनेछ भने 2 बजे हामी कार्यक्रम सञ्चालन गर्नेछौँ। यो आज चाहिँ दुईटा क्लबको बिचमा अन्तर्क्रिया र दुवै टिमका प्रशिक्षकज्यू र क्याप्टेनज्यू म्याच कमिसनरको ज्यूसँग एउटा यो फुटबलको एन्फाको नियमअनुसार एउटा चाहिँ अन्तर्क्रिया कार्यक्रम चाहिँ फाइनल म्याचभन्दा अगाडि गर्ने एउटा पद्धति अनुसार हामीले चाहिँ यो आज प्रेस मिट राखेका हौँ। यहाँहरूले यो खेल खेल्दै गर्दा दुईटा म्याच कोच म्याच टिमको क्याप्टेन यो तेस्रो मुख्यमन्त्री फुटबलको धारणा जिज्ञासाहरू राखिदिनु हुनुको लागि समेत म अनुरोध गर्दै सम्पूर्णलाई स्वागत गर्दै मेरो आफ्नो मन्तव्य यही गर्छु। खेलाडीहरूको लागि खेल मैदानका कुराहरू भए त्यहाँ छोडिने व्यवहारहरू सम्पूर्ण कुराहरू एकदमै राम्रो छ, उत्कृष्ट छ र यो अहिले मफसलमा भइरहेका गोल्डहरू कपहरूमा यो प्रतियोगिता चाहिँ उत्कृष्ट हुनेछ, जुन हामी उत्कृष्ट भनेका छौँ र उत्कृष्ट हुनेछ, राम्रो पनि छ। अब भोलिको हाम्रो फाइनलको विषयमा कुरा गर्दाखेरि हाम्रो फाइनल राइजिङ स्टारसँग हो। राइजिङ स्टार भनेको अहिलेको हकमा टप म्याच मैले जस्तै हाम्रो टिमसँग टप रहने मैले अपेक्षा चाहिँ राखेको छु होइन। गेम हो, जे पनि हुनसक्छ होइन। गेममा हार्न पनि सकिन्छ, जित्न पनि सकिन्छ होइन। गेमको रुल्स नै हो। तर जे होस् हामीले चाहिँ मैले चाहिँ आफ्नो टिमलाई त्यो हिसाबले उतार्छु कि म्याच नै टप चाहिँ हुन्छ। त्यसै भनेको चाहिँ यहाँको खेलाडीलाई पहिलोचोटि प्राथमिकतामा राख्नु। यहाँको खेलाडीहरूलाई हामीले बाँके बर्दिया सकेसम्म हाम्रै कोल्पुरको धेरैजना प्लेयरहरू अहिले हाम्रै टिममा छन्। अहिले हामी उहाँहरूलाई गोल्ड कप खेलाइरहेका छौँ। अहिले यही गोल्ड कपमा पनि नेसनल प्लेयरहरू आएर खेलिराखेका छन्, ए डिभिजन प्लेयरहरू पनि आएर खेलिराखेका छन्। अपोनेन्ट टिममा पनि ए डिभिजन प्लेयरहरू छ, जस्तै सुर्खीमा पनि ए डिभिजन प्लेयरहरू छन्। त्यसमा चाहिँ तिनीहरूसँग खेलाउनलाई हाम्रो मुख्य उद्देश्य भनेकै कोल्पुरलाई खेलकुद पर्यटन सर्कलमा स्थापना गर्नु। तपाईँहरू जस्तै पत्रकार मित्रहरूले अहिलेसम्म हामीलाई निस्वार्थ रूपले साथ सहयोग गरेर हामी यहाँसम्म पुगेका छौँ। अहिले पहिलो संस्करण, दोस्रो संस्करणभन्दा अहिले तेस्रो संस्करण केही सभ्य केही भव्य भएको मलाई पनि आहुति भएको छ। तपाईँहरूको पूर्ण साथ सहयोग छ र हाम्रो खेलाडीहरूलाई पनि अहिले चाहिँ हामी हौसला, हाम्रो होम ग्राउन्ड हो, हामी खेल्छौँ, हामी लगनशील भएर खेलिरहेका छौँ, मेहनत 100% दिइरहेका छौँ भन्ने चाहिँ उहाँहरूले पनि हामीलाई जो टिमवर्क गेम हो यो भनेको फुटबल भनेको टिमवर्कका साथ खेलिरहेको छ। अब कोचले अब आफ्नो रणनीति बनाउने कुरा, अब बिलाइसेस कोच यहीँ हुनुहुन्छ, बिलाइसेस पास गरेको अखिल नेपाल फुटबल सङ्घबाट अहिले भर्खरै बिलाइसेस गरेर आउनुभएको कोच हो। उहाँले पनि आफ्नो रणनीति बनाउनु होला, अपोनेन्ट टिमको रणनीति हेरेर उहाँको कुन छ पोजिसन कमजोर, त्यो पोजिसनलाई हामीले कसरी गर्ने भनेर उहाँले बनाउनु भएको होला। त्यस सँगसँगै हाम्रोमा पनि अनुभवी जस्तै विदेशी प्लेयरहरू छन्, आइभरी कोस्टको प्लेयरहरू छ, त्यसमा ए डिभिजन प्लेयरहरू पनि छ हाम्रोमा। उनीहरूसँग चाहिँ कम्युनिकेसन मिलाएर चाहिँ एउटा स्ट्रङ टिम चाहिँ कोल्पुरको पनि छ है। बाँकीको प्रतिनिधित्व कोल्पुरले पनि गरेको छ है भने चाहिँ अहिले हाम्रो देश कोल्पुर रेसिडेन्स आएर चाहिँ अहिले यो तेस्रो मुख्यमन्त्री कोल्पुर गोल्ड कपको फाइनलमा पुगेको छ। दुवै टिमलाई मेरो त यो राइजिङ स्टार पनि मेरो नजिकैको क्लब हो। उहाँहरूको क्लबमा सशस्त्र प्रहरी बलमा हुँदादेखि नै म उहाँहरूसँग नजिक छु। उहाँहरू म अब महिनाको पहिलेदेखि नै उहाँहरूसँग नजिक भएको कारणले धेरैचोटि उहाँहरूको टुर्नामेन्टहरूमा खेलेर धेरैचोटि प्रथम पनि भएको छु उहाँहरूको क्लबबाट। उहाँहरूको मेरो आफ्नै नाता छ, सम्बन्ध नजिक छ। दुवै टिमलाई चाहिँ म के भन्छु भने दुइटै गोल्ड कप चाहिँ टिमवर्क भएर खेल्नु होला, अनुशासनपूर्वक खेल्नु होला। दुइटैलाई चाहिँ म सफलताको शुभकामना दिन चाहन्छु।